हेलो नमस्ते सबैजना भाइ बहिनीहरूमा। आज हामी पढ्न फेरि जाँदैछौँ। फाइनल एकाउन्टको दोस्रो पार्ट हामी लिएर आइसकेका छौँ। अस्तिको भिडियोमा हामीले ट्रेडिङ र पिएल मात्र पढेको थियौँ। आज हामी क्लास 12 को फेरि पिएल एप्रोप्रिएसन, क्लास 11 को ब्यालेन्स सिट, फेरि क्लास 12 को ब्यालेन्स सिट पढ्नेवाला छौँ। त्यसको स्ट्रक्चर हामी पढ्छौँ। त जस्तै अहिले हामी के लेखेको छ भन्दाखेरि प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट भनेर दिएको छ। स्टेप नम्बर 2 मतलब आज दोस्रो भिडियो। यसमा चाहिँ के छ त भन्दाखेरि 3 प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट मतलब नाफा नोक्सान बाँडफाँड खाता। ध्यान दिनु होला, कुन खाता हो यो त? नाफा नोक्सान बाँडफाँड खाता। नाफा नोक्सान बाँडफाँड खाताले के बुझिन्छ भन्दाखेरि जस्तै कम्पनीले मानौ कि पिएल एकाउन्ट प्रॉफिट एन्ड लस एकाउन्ट बनाउने बेलामा कम्पनीले आफ्टर ट्याक्स तिरिसकेपछि मानौ कि 10,000 20,000 वा 10 लाख रुपियाँ के गर्यो त प्रॉफिट कमायो। 10 लाख रुपियाँ प्रॉफिट कमाइसकेपछि उसँग अब कतिजना छ यसमा बाँड्नु त पर्यो। त जस्तै शेयर होल्डरहरू हुन्छ, किन भन्दाखेरि 12 क्लासको फाइनल एकाउन्टले पार्टनरशिप फर्मको क्याल्कुलेसन गर्छ। क्लास 11 कोले सोल ट्रेडिङ कन्सर्नको क्याल्कुलेसन गर्ने गर्छ भने 10 लाख रुपियाँ यदि प्रॉफिट कमाएको छ कम्पनीले, त 10 लाखबाट के गर्छ त त्यसले पहिला ध्यान दिनु। कम्पनीले जहिले पनि यो जुन प्रॉफिट कमाएर ल्याएको हुन्छ त्यो कम्पनीको प्रॉफिटलाई के गर्छ त पिएल एप्रोप्रिएसनको क्रेडिट साइडमा ट्रान्सफर गर्छ। क्वेशनमा ध्यान दिनु, यो ट्रायल ब्यालेन्समा लेखेको हुन्छ। ध्यान दिनु है, यो कहाँ लेखेको हुन्छ त? ट्रायल ब्यालेन्समा लेखेको हुन्छ। ब्यालेन्स विधि त ब्यालेन्स विधि भन्नाले जस्तै कि त पिएल एकाउन्ट भनेर लेखेर दिएको हुन सक्छ वा के भन्छ रिटर्न अर्निङ लेखेर दिएको हुन सक्छ। त्यस्तो कुरा यदि लेखेर दिएको छ भने क्वेशनको ट्रायल ब्यालेन्स भनेको क्वेशन भित्र यहाँ ध्यान दिनु, यस्तो गरेर जुन क्वेशन दिएको हुन्छ हामी कहाँ यतातिर एमाउन्ट लिएको हुन्छ त्यसको त्यहाँ लेखेको हुन्छ कि त पिएल एकाउन्ट कि त रिटर्न अर्निङ, यस्तो यस्तो कुराहरू के गरेको हुन्छ त यहाँ लेखेको हुन्छ। त त्यो एमाउन्ट यदि दिएको छ भने ठ्याक्क क्रेडिट साइडमा ल्याएर ब्यालेन्स बिडी भनेर देखाउनुस्, जति एमाउन्ट छ त्यति दिनुस्। त्यसपछि जुन नेट प्रॉफिट आएको हुन्छ पिएल एकाउन्टमा त्यो पिएल एकाउन्टको नेट प्रॉफिटलाई कतातिर ट्रान्सफर गर्नुस् त? पिएल एप्रोप्रिएसनको क्रेडिट साइडमा। यो दुईटा आइटम हुन्छ, योभन्दा बढी कहिले पनि हुँदैन। त्यसपछि अब यतातिर के कुराहरू हुन्छ त? जस्तै मानौ कि पिएल एकाउन्टमा प्रॉफिट कति आएको थियो 10 लाख। त कम्पनीले प्रॉफिट बाँड्नु भन्दा अगाडि एउटा काम अझ के गर्छ त भन्दाखेरि यदि लास्ट इयरको ट्याक्स पेड तिर्न बाँकी छ भने, बक्यौता गरेको छ भने त्यो बक्यौता ट्याक्सलाई के गरिदिन्छ त? लास्ट इयर यसो गरेर लेखेको हुन्छ ट्याक्स पेड फर लास्ट इयर। लास्ट इयरको ट्याक्स जुन तिर्न बाँकी थियो वा ती अगाडि नै एडभान्समा दिएको त्यो एमाउन्टलाई के गर्छ त? यहाँबाट डिडक्ट गर्छ, पहिला तिर्ने काम गर्छ। याद राख्नु, फर्स्टमा पिएल एप्रोप्रिएसन बनाउँदाखेरि ट्रायल ब्यालेन्स भित्र एउटा आइटम लेखेको हुन्छ ट्याक्स पेड फर लास्ट इयर। यदि छ भने ठ्याक्क पिएल एप्रोप्रिएसनको क्रेडिट डेबिट साइडमा देखाउनुस्, दिएको छैन भने त्यहाँबाट बिर्सुनुस्। अब अर्को कुरा के छ त भन्दाखेरि त्यसपछि अब अर्को मेन इम्पोर्टेन्ट कुरा त 10 लाखबाट मानौ कि मैले लास्ट इयरको ट्याक्स तिर्दिए 1 लाख रुपियाँ। अब बाँकी मसँग कति छ त? 9 लाख। त 9 लाख रुपियाँबाट अब कम्पनीको शेयर होल्डरहरूलाई कति प्रॉफिट दिने त? ध्यान दिनु, यहाँ लेखेको छ प्रपोज डिभिडेन्ड। प्रॉफिट बाँड्नुलाई हामी भन्छौँ डिभिडेन्ड। कम्पनीले जुन प्रॉफिट अब मानौ कि ट्याक्स तिरिसकेपछि कति छ त? 9 लाख। 9 लाखबाट उसले के गर्छ त? डिभिडेन्ड बाँड्ने काम चाहिँ गर्छ। त डिभिडेन्ड बाँड्दाखेरि एडिसनल इन्फर्मेसनमा प्रयोग गरेर दिएको हुन्छ प्रपोज्ड डिभिडेन्ड। ध्यान दिनु, के दिएको हुन्छ त? प्रपोज्ड डिभिडेन्ड। त प्रपोज्ड डिभिडेन्ड कहिले काहीँ एमाउन्टमा दिएको छ। एमाउन्टमा दिएको छ भने डाइरेक्ट यहाँ ल्याएर लेखिदिनुहोस्, होइन भने यदि पर्सेन्टेजमा दिएको छ भने ध्यान दिनु है, केमा दिएको छ भने पर्सेन्टेजमा दिएको छ। प्रपोज 10% प्रपोज्ड डिभिडेन्ड, प्रपोज्ड डिभिडेन्ड भनेर यस्तो दिएको छ भने याद राख्नु एउटा आइटम हुन्छ क्वेशन भित्र शेयर क्यापिटल वा शेयर भनेर दिएको हुन्छ। त्यो क्रेडिट साइडमा एमाउन्ट दिएको हुन्छ 2 लाख 4 लाख 10 लाख 20 लाख 25 लाख। त्यो एमाउन्टको 33% तपाईले चार्ज गर्नुपर्ने हुन्छ। तर एउटा कुरा अझ याद राख्नु होला, यदि क्वेशन भित्र कल्स इन एरियर दिएको छ भने ध्यान दिनु है, के दिएको छ भने कल्स इन एरियर दिएको छ भने यो शेयर क्यापिटलबाट यो एमाउन्ट घटाउनुस् अनि मात्र पर्सेन्टेज चार्ज गर्नुस्, अनि पो के निकाल्ने त यहाँ त? प्रपोज डिभिडेन्ड। प्रपोज डिभिडेन्ड गरिसकेपछि अब हामीले के गर्छौं त? फन्ड छुट्याएर राख्छौं कि भोलि पर्सि कुनै किसिमको हानि नोक्सानी भयो भने
यदि कम्पनी घाटामा गइदियो भने, एक्सिडेन्ट भइदियो भने, कुनै किसिमको यदि लस भयो भने वा कुनै नयाँ सामान किन्नु पर्यो भने त्यसको लागि हामी के गर्छौँ त छुट्टै पैसा छुट्याएर राख्छौँ। यदि पैसा हामी छुट्याएर राख्छौँ भने त्यसलाई के भन्छौँ त रिजर्भ फन्ड भनेर भन्छौँ, जेनरल रिजर्भ वा फन्ड भनेर भन्ने गर्छौँ। याद राख्नु यसमा रिजर्भ फन्ड एउटै आइटम जान्छ जुन भनेको के हो त एडिसनलमा दिएको हुन्छ। अरू ठाउँको रिजर्भ वा फन्डलाई टच नगर्नु होला। ध्यान दिनु एडिसनल इन्फर्मेसन क्वेसनको तलतिर जुन एडिसनल इन्फर्मेसन दिएको हुन्छ त्यो एडिसनल इन्फर्मेसन भित्र यदि रिजर्भ वा फन्ड जेसुकै लेखेको छ त्यो एमाउन्टलाई के गर्नुस् त पिएलए प्रोफेसनमा गएर सो गरिदिनुस् डेबिट साइडमा। यो हुन्छ कि भोलि पर्सि कुनै किसिमको हानि नोक्सानी भयो भने त्योबाट हामी काम चलाउन सक्छौँ। होइन भने कुनै सामान किन्नु छ वा कुनै मेसिनरी ल्याउनु छ, मेटेरियल ल्याउनु, कुनै किसिमको काम गर्नको लागि हामी पैसा छुट्याउँछौँ। वा फन्ड जति सबै रिजर्भ जति सबै तर एडिसनलको मात्रै, अरू ठाउँको हामी लिनेवाला छैनौँ। यति गरिसकेपछि अब हामी इक्वल गर्छौँ। त इक्वल गर्दाखेरि के हुन्छ कहिलेकाहीँ यो साइड हाम्रो आम्दानी बढ्छ, खर्च घटेको हुन्छ। त त्यति बेला हामीसँग पैसा रहन्छ त्यसलाई हामी के भनेर भन्छौँ त सरप्लस भनेर भन्छौँ हो। यदि प्रफिट, यसलाई पनि प्रफिट नै हो तर सरप्लस, सबै अब जति खर्च त्यो सब खर्च काटिसकेपछि बाँकी रहेको मुनाफा कति छ त त्यो हामी के गर्छौँ त क्रेडिटबाट डेबिट घटाउँछौँ अनि यहाँ लेख्ने काम चाहिँ गर्छौँ। जस्तै क्रेडिट माइनस डेबिट इक्वल्स टु पोजिटिभ एन्सर इक्वल्स टु के हुन्छ त सरप्लस। यदि फेरि यतातिर के त पहिले काहीँ लस पनि हुन जान्छ त यतातिर हामी गरिदिन्छौँ बाई डिफिसिट। त डिफिसिट के त त्यही याद राख्नु होला क्रेडिट माइनस डेबिट इक्वल्स टु माइनस एन्सर। यदि माइनसमा खर्चभन्दा आम्दानी कम छ भने हाम्रो माइनसमा एन्सर आउँछ। यस्तो भयो भने हाम्रो के हुन जान्छ त डिफिसिट, जसलाई लस भनेर भन्छौँ हामी। यता गरिदिने अनि इक्वल गरिसकेपछि यो पनि हाम्रो के भयो त कम्प्लिट भयो। अहिले अब फेरि हामीले स्टेप नम्बर 4 पढ्न जाँदैछौँ जुन चाहिँ क्लासिफाइड ब्यालेन्स सिट हो। अहिले भर्खर हामीले के पढेको छौँ भन्दाखेरि पिएल एप्रोप्रिएसन एकाउन्ट पढेको थियौँ। त्यसपछि अहिले हामी के पढ्नतिर जाँदैछौँ त क्लास 12 को क्लासिफाइड ब्यालेन्स सिट पढ्नतिर जाँदैछौँ। त क्लासिफाइड ब्यालेन्स सिट बनाउँदाखेरि के छ त भन्दाखेरि यसमा एउटै कुरा अलिकति डिफरेन्ट के हुन्छ त क्लास 11 भन्दा अलिकति डिफरेन्ट हुन्छ। यो के हो त यो सबैको हेडिङ हामीले तयार गर्नुपर्ने हुन्छ, हेडिङ वाइज लेख्नु पर्ने हुन्छ। बिना हेडिङ हामीले लेख्न पाउनेवाला छैन। यो हाम्रो हेडिङ छ, याद गर्नु। पहिला यो हेडिङ चाहिँ तपाईहरुले याद गरिहाल्नु होला अनि त्यसपछि भित्रको आइटमहरु एकदम सिम्पल हुन्छ, खासै त्यस्तो गाह्रो चाहिँ हुनेवाला छैन। जस्तै नम्बर फर्स्टमा दिएको छ अथोराइज्ड क्यापिटल। क्वेशनमा क्लियरली लेखेको हुन्छ अथोराइज्ड शेयर क्यापिटल इक्वल्स टु रुपीस 10 लाख 20 लाख 30 लाख 40 लाख भनेर लेखेको हुन्छ। तर यदि लेखेको छैन भने त त्यति बेला के गर्ने, यो हेडिङ चाहिँ लेख्ने अनि यहाँ ड्यास ड्यास दिएर वा नील लेखेर यसो डबल अन्डरलाइन गरिदिनु होला। किन भन्दाखेरि एमाउन्ट दिँदा पनि यो एमाउन्ट क्याल्कुलेसन हुनेवाला छैन। अथोराइज शेयर क्यापिटलको अर्थ हुन्छ कि कम्पनीको अथोराइज क्यापिटल कति छ, उसले कतिको रजिस्ट्रेसन गराएको छ, त्यो रजिस्ट्रेसन बेसमा अथोराइज क्यापिटल क्याल्कुलेसन हुन्छ। त त्यो चाहिँ होस् चाहे नहोस् हामीलाई त्योसँग मतलब चाहिँ छैन, हुँदा हालिदिने अनि क्लोज गरिदिने। अनि त्यसपछि चाहिँ के दिएको छ पेड अफ क्यापिटल भनेर दिएको छ। त पेड अफ क्यापिटल भनेको के हो त जस्तै शेयर क्यापिटलमा हामीले कति जनालाई बेचेको थियौं, शेयर इक्विटी शेयर क्यापिटल अर्डिनरी शेयर क्यापिटल जस्तो सुकै शेयर क्यापिटल दिएको छ त्यो सबै लेखिदिनु होला। त्यो भनेको कहाँ हुन्छ त क्वेशनको क्रेडिट साइडमा हुन्छ। त यहाँ मैले लेखिदिएँ अल शेयर क्यापिटल, जस्तो सुकै क्यापिटल होस् त्योसँग फरक पर्नेवाला छैन। डाइरेक्ट यहाँ के गर्नु होला अल शेयर क्यापिटल भनेपछि जस्तो सुकै शेयर क्यापिटल। त्यसपछि यसमा लेस के गरिदिनु होला त भन्दाखेरि याद गर्नु कल्स इन एरियर। एकछिन अगाडि हामीले प्रपोज डिभिडेन्ड क्याल्कुलेसन गर्ने बेलामा कल्स इन एरियर हामी घटाउँछौँ। किन भन्दाखेरि जसले हामीलाई पैसा दिँदैन त्यो व्यक्तिको कल्स इन एरियर हामी के गर्छौँ त कल्स इन एरियर भनेर देखाइदिन्छौँ। त त्यो हाम्रो लागि लस हो, त्यसले गर्दाखेरि घटाइदिन्छौँ कल्स इन एरियर एकाउन्ट हो। त्यसपछि अब यसमा एड के गर्नु होला त भन्दाखेरि शेयर फर फ्युचर। त्यसपछि यसमा एड अझ के गर्नु होला त एउटा आइटम कल्स इन
एडभान्स। यति एड गरिसकेपछि जे आउँछ त्यो हाम्रो लागि के हुन जान्छ त पेड अफ क्यापिटल हुन जान्छ। यति गरिसकेपछि अब ध्यान दिनुपर्ने कुरा के छ त अब तेस्रो हेडिङ हाम्रो के छ त रिजर्भ एन्ड सरप्लस। ध्यान दिनु है, तेस्रो हेडिङ हाम्रो के छ त रिजर्भ एन्ड सरप्लस। त रिजर्भ एन्ड सरप्लस क्यालकुलेसन गर्ने बेलामा ध्यान दिने के छ त जस्तो सुकै रिजर्भ होस् वा फन्ड होस्, ध्यान दिनु के चाहिँ त अल रिजर्भ आइटम्स अनि अल फन्ड्स आइटम्स। ध्यान दिनु जस्तो सुकै रिजर्भ होस् जस्तो सुकै फन्ड होस् त सबैलाई के गर्नु त यहाँ ल्याएर राखिदिनु। त्यसपछि आउँछ सेक्युर्ड लोन भनेर आउँछ। त सेक्युर्ड लोन भनेको सुरक्षित कर्जा। त सुरक्षित कर्जा भनेको धितोमा राखेर दिने जुन कर्जा हुन्छ त्यस्तो खाले कर्जालाई हामी के भन्छौँ त सेक्युर्ड लोन। त यसमा याद राख्नु एलडीबी, जम्मा तीनवटा आइटमलाई दिमागमा बसाउनुहोस्। एलडीबी लोन, डेभेन्चर, बोन्ड, यो याद राख्नु। एलडीबी लोन, डेभेन्चर, बोन्ड, यो तीनवटा भनेको के हो त सेक्युर्ड लोन हो। लङ टर्म लायबिलिटिज पनि यही भित्र आउँछ, यही हो लङ टर्म लायबिलिटिजको आइटमहरू। त्यसपछि दिएको छ अर्को अनसेक्युर्ड लोन। अनसेक्युर्ड लोन भित्र के जान्छ त पब्लिक डिपोजिट, फिक्स्ड डिपोजिट, सर्ट टर्म लोन। त्यसपछि करेन्ट लायबिलिटिज आउँछ। त करेन्ट लायबिलिटिज भित्र ध्यान दिनु यतिवटा आइटम जुन तपाईँ क्रेडिट साइडको सिलेक्सन गरेर लेखिसक्नुहुन्छ र पिएल एकाउन्टमा लेखिसक्नुहुन्छ भने बाँकी रहेको आइटम जति सुकै हुन्छ, उब्रेको जति पनि रहेको बाँकी आइटम हुन्छ त्यो सबै आइटमलाई करेन्ट लायबिलिटिज एन्ड प्रोभिजनमा हालिदिनुहोस्। त के आउटस्ट्यान्डिङ एक्सपेन्सेस, एडभान्स, इन्कम, त्यसपछि बैंक ओभरड्राफ्ट, त्यसपछि क्रेडिटर्स, बिल्स पेबल, नोट्स पेबल, अकाउंट्स पेबल, त्यसपछि रह्यो proposed dividend, provision for taxation हो। यतिवटा आइटम गरिसकेपछि जति आउँछ त्यो सबैलाई हामी के गरिदिन्छौँ त टोटल गरेर यहाँ सो गरिदिन्छौँ। ध्यान दिनु होला। अथोराइज शेयर क्यापिटल, त्यसपछि पेड अफ क्यापिटल, त्यसपछि रिजर्भ एन्ड सरप्लस, त्यसपछि सेक्युर्ड लोन, त्यसपछि अनसेक्युर्ड लोन, त्यसपछि करेन्ट लायबिलिटिज एन्ड प्रोभिजन भनेर दिएको छ। यो हाम्रो स्ट्रक्चर भयो लायबिलिटिजको। त्यसपछि आउँछ हाम्रो अर्को साइड के छ त एसेट्स आइटम छ। त एसेट्समा के दिएको छ भन्दाखेरि नम्बर फर्स्टमा दिएको छ फिक्स एसेट्स। त फिक्स एसेट्सको बारेमा हामीले पहिला पनि थोरै पढेको थियौँ। फिक्स एसेट्स भनेको त्यस्तो सम्पत्ति हो, स्थिर सम्पत्ति हो जसको भ्यालुएसन दिन प्रतिदिन के हुँदै जान्छ, युटिलाइज गर्दै जाँदाखेरि घट्दै जान्छ, जसबाट हामी केही प्रफिट लिन सक्छौँ। जस्तै मोटरसाइकल किन्नुभयो, मोटरसाइकलबाट तपाईँ केही रिटर्निङ गरिराख्नु भएको छ भने त्यस्तो कुराहरूलाई, जसको लाइफ 1 वर्षभन्दा बढी छ त्यस्तो कुराहरू जसलाई हामीले युज गरेर फेरि बेच्न पनि सक्छौँ, त्यस्तो कुराहरू सबैलाई हामी के भित्र ल्याएर राख्छौँ त फिक्स एसेट्स भित्र ल्याएर राख्छौँ। त फिक्स एसेट्स भित्र जाने भनेको फर्निचर, ल्यान्ड एन्ड बिल्डिङ, plant and machinery, vehicles, equipment, goodwill पनि यसैमा हाल्दिनु होला। goodwill, patent, copyrights, trademark, etc. हो। Furniture, land and building, plant and machinery, vehicles, equipment, goodwill, patent, copyright, trademark,
यति कुराहरू यो भित्र हाल्नु होला फिक्स एसेट्स भित्र। त्यसपछि छ इन्भेस्टमेन्ट। इन्भेस्टमेन्टमा डाइरेक्ट एउटा आइटम दिएको हुन्छ इन्भेस्टमेन्ट। त्यसपछि आउँछ नम्बर 3 मा करेन्ट एसेट्स एन्ड लोन्स एन्ड एडभान्स भनेर दिएको छ। त करेन्ट एसेट्स एन्ड लोन्स एन्ड एडभान्स भनेको अब हामीले 1 वर्षभन्दा कम्ती आयु भएको सम्पत्तिहरू के छ त्यो सबै सम्पत्तिहरूलाई ल्याएर यहाँ के गर्छौँ त राख्छौँ। त के छ त भन्दाखेरि क्यास इन ह्यान्ड, क्यास एट बैंक, डेप्टर्स, बिल्स रिसिभेबल, नोट्स रिसिभेबल, accounts receivable, book debt, outstanding, income, prepaid, expenses र एउटा अझ क्लोजिङ स्टक हो। यतिवटा आइटमहरू हामी के गर्छौँ यो भित्र राख्ने काम चाहिँ गरेको हुन्छौँ। त्यसपछि अब यहाँ आउँछ के चाहिँ त मिसलेनियस एक्सपेन्डिचर एसेट्स भनेर आउँछ। त्यस्तो खाले खर्च जुन चाहिँ हाम्रो लागि के हुन्छ त सम्पत्ति हुन जान्छ। त त्यहाँ ध्यान दिउँ के हुन्छ त अन्डरराइटिङ कमिसन, अन्डरराइटिङ कमिसन, डिस्काउन्ट अन इस्यु अफ शेयर एन्ड debenture, discount on issue of share and debenture, preliminary expenses etc हो। त्यसपछि छ पीएल एप्रोप्रिएसन एकाउन्ट डेबिट जुन चाहिँ प्रॉफिट हुँदाखेरि हामी के गर्छौं त यतातिर राख्ने गर्छौं। यहाँ सरप्लस भनेर आइटम दिएको थियो, यो सरप्लसमा हामी गरेर राख्छौं भने यदि लस डिफिसिट छ भने कता राख्ने त पीएल एप्रोप्रिएसन एकाउन्ट डेबिट भनेर देखाउने, यहाँ लेखिदिने डिफिसिट। यति गरिसकेपछि अनि हाम्रो के हुन्छ त ट्रान्जेक्सन कम्प्लिट हुन जान्छ हो। यति गरिसकेपछि यसलाई के गर्नुस् त टोटल गर्नुस्। टोटल गरिसकेपछि हाम्रो दुईले पनि एन्सर के हुन्छ त बराबर आउँछ। यदि बराबर आएन भने यो हाम्रो लागि के हुन जान्छ त रङ हुन जान्छ। याद गर्नु। अब यसको एडिसनल इन्फर्मेसनहरु बाँकी छ जुन चाहिँ अब एडिसनल हामी के गर्छौं त भन्दाखेरि लेखेर यहाँ राखिदिन्छु। त्यसैलाई एडिसनल इन्फर्मेसनलाई हामी प्र्याक्टिकली न्युमेरिकली क्वेसन जब सल्भ गर्नतिर जान्छौं त्यति बेला हामी बुझ्दै पनि जान्छौं र पढ्दै पनि जान्छौं। एकदम सिम्पल ल्याङ्ग्वेजमा लेखेर राखिदिन्छु, त्यो तपाईँहरुले एकचोटी हेरिहाल्नु होला। ल आजको लागि धेरै धेरै धन्यवाद।